कति यसको प्राइस 3580। ल साथीहरू नयाँ बल्छी किनियो, यही हो यही। यो बल्छी चाहिँ खासमा स्पेसल्ली इकायो रे होइन, यो स्क्विडको लागि रहेछ। लगभग 4680 को इनको है। नयाँ बल्छी मेरो फर्स्ट बबाल नयाँ बल्छी यही हो, यसले गरेर हान्छु आज म। हेलो साथीहरू हामी आइसक्यौँ है नयाँ स्पोट माछा मार्ने ठाउँ, स्क्विड मार्ने ठाउँ। तर यहाँ पनि छाल त डेन्जर आइरहेछ, यो पछाडिको वाल पनि पुरै नागेर पानी आइरहेछ। त्यही हो, यो म चाहिँ यहाँ हान्छु होला सायद। यो यहाँनिर अलिकति पानी त्यति चलेको छैन होइन। स्क्विड स्क्विड पर्छ पर्दैन हेरौँ अब, ट्राई गरौँ है यो रे। सो आज म फर्स्ट टाइम स्क्विड ट्राई गर्न गइरहेको छु नयाँ बल्छीले है। को लागि चाहिँ यस्तो खालको होप चाहिँदो रहेछ है। यो चाहिँ स्क्विडको लागि हो, इकायो भनेर। साथीहरू ओ इका स्क्विड पार्न खोजेको पर्दै परेन। सो झ्याउ लाग्यो क्या आज, हावाहुरी पनि टन्नै चलेर होला के हो यो छाल खतरा आइरहेछ है। अब यसमा एबी राख्ने रहेछ होइन, त्यसले हान्ने हो। अब त्यसैले म उता साथीहरूमा ठाउँ जान्छु। ल साथीहरू उहाँ छ, एउटै पारेन, अब गएर पार्नुपर्छ। आज बनाएर खानुपर्छ, यहीँ बनाएर खाने हाम्रो कुरा छ होइन। यस्तोमा केटाहरूले कुना काप्चामा हानिरहेछ, टोपी लगाएर केटाहरूले प्रगति गर्न सकेको छैन जस्तो छ होइन। के हो परेन? ए अस्ति मैले हानेकै ठाउँमा रहेछ है। यहाँसम्म नि आज त डर डेन्जर छाल आएको त। दुःख लाग्यो साथीहरू, यता पनि खासाको पनि परेन, अघि इका पनि परेन। अब हामी लास्ट अन्तिम ठाउँ त्यहाँ देखेको, त्यहाँनिर जान्छौँ। 3टा बल्छी भयो, एउटाले पार्न सकेन। केटाहरूले पारेछ 2टा जस्तो, फाल्दियो रे सानो भएर। अन्तिम देखेको ठाउँ हुने नै हो, यही हो। कोप्चामा हान्ने। अब कोप्चा खोजौँ, अब समाउनु पर्यो। हुन्छ पर्यो है गाइस, पर्यो बल्ल तल्ल एउटा पारियो। ओहो ल ठुलै पर्यो नि यो त होइन, ठुलो पर्यो नि, राष्ट्रिय ठुलो। ल यहाँ साथीले अर्को पनि पार्यो, तर यो माछा त कस्तो क्युट रहेछ, सानो खालको, कस्तो राम्रो। ल ओहो कस्तो राम्रो क्युट यार यो त। यो खालको माछा खानु हो नि नहुने हो त। मेजिना रे, मेजिना फेरि पनि आइ। ओहो फेरि माछा आयो। ल पर्यो गाइस। ल अघिको जस्तै आयो, अघिको एउटा यहाँ छ, एउटा यहाँ कुनामा, एउटा यहाँ पर्यो साथीहरू, फेरि पर्यो। यहाँ बाइट गरिरहेछ साथीहरू, यहाँ बाइट गरिरहेछ। यहाँ माछा छ। आमामा के हो यस्तो? यो बवाल माछा पारिदियो यार। ओए माई गॉड यार, के माछा आयो यस्तो? अघिनको ठुलो हो जस्तो छ यार। ल बवाल पारिदियो यार साथीले। ल कडा अघिकै मेजिनै थियो होइन? खानुहुन्छ कि हुँदैन मेजिना? खाने छैन यार यो त। पख म सोध्छु, मेजिना साकाना ताबेरे मास भन्छ त। यही माछा होइन त? सेम यो माछा यही होइन त? ओइसीको ताबेरारे साकाना देश भने माछा चाहिँ पार्यौँ, तर यहाँ खाने कि नखाने विषय होइन। खाइदिनु मिल्छ। ल गाइस हाम्रो माछा यस्तो भयो। एउटा ठुलो मेजिना, 2टा खासाको मेबारु जे भने पनि होइन।
कस्तो दामी माछा पारेको या हामी यहाँ बनाउने प्रयास जारी छ नयाँ प्यान नयाँ चपिङ बोर्ड एभ्रिथिङ सबै नयाँ माछा नयाँ मान्छे नयाँ साथीलाई चाहिँ अलि राम्रो परेन क्या बरु एउटा मैले एउटा उसले अनि एउटा यता जैसाले पारे भए सकिन्थ्यो दुईवटा मेरो हातमा आयो गाइस यो मेरो नयाँ अनबक्सिङ पनि भयो है यो चपिङ बोर्ड यो क्या बवाल चाहिँ बक्स जस्तो छ हेर्दाखेरि सुमन हेर नि बक्स जस्तो चट्ट यसरी खोल्यो यो भित्र नाइफ है यो पनि नयाँ प्यान अघि भर्खर किनेको है सही काम गर्यो छिटो छिटो गरौँ छिटो छिटो खाउँ है यसरी हामीले माछालाई सफा गरेर देख्न सक्नुहुन्छ है अब यहाँनिर एक चिरा गऱ्यो भने अहिले फ्राई गर्दाखेरि ल यो माछा यसरी काटिसकेपछि तपाईँको यो कत्ला निकालिसकेको छ अब यहीँ आन्द्रा भुँडी निकालिसक्यो गिल्सहरू निकालिसक्यो यसमा माथि हल्का चिरा हाने दुईतिर यो होइन त्यसपछि अब यो टाउको पनि फ्राई गर्नु पर्छ अब माछा बनाउनु गइरहेको छु ल मैले तेल हालेँ तेल उमाल्ने भर्खर त्यहीँ पारेको भर्खर तारेको गाइस यो है माछा चाहिँ हाम्रो बबाल माछा गयो है खाँदै गर्ने हो क्या जान्छ अब यसले प्लेटमा कस्तो फलमासु निस्किन्छ यार नेपालतिर माछा हातो पुछार लाएर गाइस यो भर्खरको फ्रेस माछा यी बाफे उडेको ओहो यो पुछारपट्टिको अलिकति माथिको भाग गाइस है यो चाहिँ कडाएर पनि माछा है हो नि ओहो ए हो चुरुम चुरुम जोड्दा रेडी 1 2 3 हो बाबा अब हामीले खाएको भिडियोमा अहिले यस्तै खायो भने त हामी फिरिन्थ्यो होला है भनेर एउटा बुढाले भनेर टिकटक बनाउनु पर्यो ल गाइज हाम्रो खानपिन गर्ने काम सक्यो अब हामी प्याकिङ गरेर घर लाग्छौँ आजको दिन रमाइलो भयो थ्याङ्क यू गाइज थ्याङ्क यू लभ यू सब्सक्राइब प्लिज लाइक सब्सक्राइब शेयर गुड नाइट